नमस्कार सम्पूर्ण साथीहरुमा मेरो नाम राजेन्द्र थामी हो। म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर 2 मा बस्छु। आज म लामो समयपछिको अन्तरालमा आफ्नै युट्युब च्यानलमा मैले बनाएको मिनी हाइड्रो जो घर नजिकैको खोल्चा खोल्चीको सदुपयोग गरी घरमा ल्याउने पानीको पाइपबाट पनि 100-200 वाट सम्म क्षमता भएको हाइड्रो पावर घरमै बनाउन सकिन्छ भन्ने जनचेतना फैलाउन सम्पूर्ण माझ एउटा सानो भिडियो लिएर आएको छु। हुन त मलाई भिडियोग्राफी खासै राम्रो आउँदैन। कृपया भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहुन्छ भन्ने ठुलो आशा राखेको छु। यो भिडियो मन परेमा लाइक, कमेन्ट अनि शेयर गरी भिडियोलाई त्यो ठाउँसम्म पुर्याइदिनु होला जहाँ बारम्बार बिजुलीको समस्या भोगिरहेको छ। हुन त नेपाल हो, बिजुलीको समस्या त भइहाल्छ हैन। यो मिनी हाइड्रो पावर बनाउन नेपालको सम्पूर्ण भागमा त सम्भव छैन, तर विशेष गरी हिमाली र पहाडी क्षेत्रमा बनाउन चाहिँ उचित भएकोले मैले यो बनाएर घरमा बिजुली उत्पादन गर्न सफल भएको छु। मेसिन सानो छ तर यसको कार्यक्षमता अधिक रहेको छ। यो मेसिनको उत्पादित क्षमता भनेको 500 वाट रहेको छ। तर अहिले हामीसँग पानीको पाइप अलि प्रशस्त नभएर 1 इन्चको पाइप भरिको पानीले मेसिनलाई घुमाएर जम्मा 120 वाट सम्म बिजुली उत्पादन गर्न सफल भएको छ। यस बिजुलीबाट 100 वाट सम्म पुग्ने गरी लोड दिएर आरामले यसको फाइदा लिन सक्नुहुनेछ। यस मेसिनलाई घुमाउनको लागि चाहिएको हाम्रो पाइपको लम्बाइ भनेको लगभग 200 मिटर रहेको छ। यसबाट 5 वाट, 9 वाट, 12 वाट लगायत बिजुलीको चिमहरू हिसाब राखी 100 वाट सम्म लोड दिन सकिन्छ। अहिले हामीले यसबाट एउटा 100 वाट सम्म क्षमता भएको टिभी र त्यसमा थप 18 वाट सम्मको चिम बाल्न सफल भएको छ। यसबाट मोबाइल चार्जिङ, टेबल फ्यान लगायत वाइफाई हुने ठाउँमा बिजुलीको कुनै पनि समस्या हुँदैन। यसलाई निरन्तर पानीबाट घुमाएर यसबाट निस्कने ऊर्जालाई सदुपयोग गरी यसको लाभ लिन सकिन्छ। यसबाट स्पिकरहरू बजाउन, वाइफाईहरू चलाउन, मोबाइल चार्ज गर्न, टिभी हेर्न, डिसोको सेटअप बक्समा लाइन दिन, यस्तै धेरै कामहरू गर्न सकिन्छ। यस्तै बत्तीको चिमहरू जस्तै अहिले बजारमा आएको नयाँ एलइडीहरू यसको वाट हेरेर थोरै वाटको छ भने 15-20 वटासम्म बाल्न सकिन्छ। अब यसको चाहिँ के हुन्छ भन्दाखेरि यसको चाहिँ वाटमा भर पर्ने कुरा हो। बत्तीको वाट हेरेर यसमा लोड दिन सकिन्छ। हस्त साथी